जेरी हो दशैं यता जब बुन्टी यसरी घरमै आइपुगे भूपेन्द्रको गर्लफ्रेन्ड जेरी हो दशैं यता जब बुन्टी भूपेन्द्रको लागि केही तातो तातो खानेकुरा बनाउने सामग्री लिएर घरमा आउने बेलामा भने घरको गेटमा भने कसैलाई हेरेर तर्सिएको हुन्छ र यतिकैमै भने यो भागको समाप्त पनि भएको हुन्छ। आखिर को आएको होला त बुन्टीको अगाडि, सुकुमाया टोकले या भूपेन्द्रको त्यही गर्लफ्रेन्ड जेरी? तपाईहरुलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईहरु पनि बुन्टी सिरियल मनदेखि मन पराउनुहुन्छ र बुन्टीलाई माया र सपोर्ट पनि गर्नुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला। दशैं यता जस्तो भूपेन्द्र र भूपेन्द्रको परिवारले बिचारी बुन्टीलाई नचाहिँदो आरोप र घरको सबै काम गराएर दलाइरहेका थिए र नराम्रो व्यवहार पनि गरिरहेका थिए। आज त्यसरी नै भूपेन्द्रको भाउजूले भूपेन्द्र र भूपेन्द्रको आमा बहिनी र भाइलाई त्यस्तै व्यवहार गरिरहेका छन्। हुन त भाउजूले गरिएको व्यवहार सम्झिँदा आफूले पनि विगतमा बुन्टीलाई गरेको व्यवहारहरू त्यस्तै थिए र आज त्यस्तै कुराहरू सम्झिरहेका छन् भूपेन्द्र र भूपेन्द्रको परिवारले। त्यस्तो अवस्थामा पनि बुन्टीले भूपेन्द्रलाई गरेको माया देखेर भूपेन्द्रले भने बुन्टीलाई माफी माग्न चाहेका छन्। तर भने भूपेन्द्र न बोल्न सक्छ न त हिँड्न सक्छ। भूपेन्द्रको मनमा भने बुन्टीप्रति फेरि माया पलाएका छन् र सबै कुरा बोल्छु भनेर बोल्न खोजेका छन् तर भने बोल्न सकेका छैनन्। भूपेन्द्रले बुन्टीलाई लगाएको आरोपहरू कुनै सामान्य थिएन तर बुन्टीले ती सारा कुराहरू बिर्सिँदै आफ्नो श्रीमानलाई आफ्नो रगत दिएर नयाँ जीवन दिएर बचाएका छन् र बुन्टीलाई निकै समस्या पनि भएको थियो र अहिले बुन्टी भने आफ्नो दाइसँग झगडा गरी आफ्नो श्रीमान भूपेन्द्रको हेरसुसार गर्न तर्फ लागेका छन्। तर अस्पतालमा आएकी भूपेन्द्रको गर्लफ्रेन्डको कारणले बुन्टीको मनमा भने डर, रिस र त्रास भने पक्कै पनि रहेको छ र त्यही केटीको कारणले भने मलाई मेरो श्रीमानले घरबाट निकालेको हो र मसँग रिसाएको पनि रहेको रहेछ र यसले नै गर्दा हाम्रो यति राम्रो सम्बन्ध बिग्रेको रहेछ भनेर सोच्दै हिँडिरहेको बेला भने बाटोमा भने फेरि त्यही भूपेन्द्र गर्लफ्रेन्ड भेटिएका छन् र अब फेरि पनि त्यही विषयलाई लिएर बुन्टीले भने भूपेन्द्र गर्लफ्रेन्डसँग झगडा पनि गर्नेछ।